ल गाइज अहिले चाहिँ अब म घरबाट निस्केँ होइन। वेलकम ब्याक सबैजनालाई मेरो भ्लगमा। अहिले चाहिँ म बिर्ताबाट जाँदैछु होइन। अलिक ठुलै बोल्नुपर्छ होला, यसमा केही सुनिँदैन क्या यो गोप्रोमा। एउटा माइक किन्नुपर्ने छ, एउटा चाहिँ त्यही हो। अब डाइरेक्ट म चाहिँ अफिस जान्छु होइन, त्यसकै लागि हिँडेको। अफिस भन्दा पनि मैले काम छोडिसकेको हो, त्यही पनि यसो गइदिउँ न के गर्दैछ केटाहरू भनेर, भाइहरू के गर्दैछ यसो, त्यसकै लागि गइदिएको हो। सम्झिउँ न के गर्दैछ मेरो भाइहरू, धेरै दिन पछाडि भेट्न आँटेको। आफै बन्द भएको हो कि कसरी। अन्त्य चोक आइपुग्यो म होइन, लक्ष्मीपुर चोक। बिर्तामोड जाँदै हो। अब 4-5 मिनटमा भेट्छु म तपाईँहरूलाई वहीँ पुगेर। अब चाहिँ म पुग्न आँटेँ होइन। रेकर्ड भइरहेछ कि छैन, म पुग्न आँटेँ। अब चाहिँ सोरुम पुगेर भेट्छु तपाईँहरूलाई म टक्कसँग लाएर। अब केटाहरू भाइहरूलाई कति दिन पछाडि भेट्न आँटेको होइन, एकछिन गएर भेटिदिनु पऱ्यो भन्दै चाहिँ एकछिन भेटिदिनु पऱ्यो। अब म चाहिँ यातायातको बाटो चिप्दैछ अनि अब यहाँदेखि यतापट्टि हो क्या। हेलो हाम्रो लड़के लोग क्या कर रहे हैं शोरूममा? ग्लास हालिसकेको रहेछ नि त यहाँ त। नि के हो केटाहरू के छ म्यानेजर सर? के हो सिसा लगाइसकेको रहेछ त नि, सिसा लगाइसकेको रहेछ त नि यहाँ त। भइरहेछ हौ। के गरिदिएको छ? म सिसा लगाइसकेको छ त्यहाँ त। म हिजो अस्तिको दिन आइपुगेको। के छ प्रसुम बहिनी? म हिजो अस्तिको दिन आएको। म केटी जस्तो देखेँ त नि होइन। ल मेरो भाइहरूले काम गर्दैछ होइन, चट्टोसँगले हेर्दै। अनि यस्तै हो क्या हाम्रो सोरुम हेर्नु कस्तो दामी छ अहिले। यहाँबाट हल्का देखिन्छ भाइहरू छैन हो फिटिङ हान्नु आँटेछ भाइहरूले। ल दाइ के भन्नु छ? बिउ दाइ ल अब चाहिँ म यहाँदेखि हिँड्न लागेको यो पुरा नयाँ सोरुमदेखि। अब नयाँ सोरुम जाने हो फेरि एकछिन ल्याङ गर्नुलाई। ल दाइ म अहिले आउँछु ल। ल निस्केको यहाँदेखि। दाइको बाइक लिएर जाउँ कि कसको ल्याएर जाउँ होइन, लिएर जानु पर्यो। एकछिन भने पुगेर आइदिनु पर्यो भनेको। एकछिन यस्तो चार्ज पो छ कि छैन फेरि यसमा गोप्रोमा। भित्रै जाने हो कि यहाँनिर यो यसमा उयो आवाजै सुनिँदैन यो गोप्रोमा। एकछिन पुगेर आइदिनु पर्यो भनेको। जाउँ न त, भित्रको बाटो जानु पर्यो अब होइन त भाइ। ल सुनिँदैन, केही पनि सुनिँदैन होइन। त्यही पनि अब के गर्नु त, यस्तो बनाइदिनु पर्यो भनेको सोसँग लाएर होइन। म त्यहाँ पुगेपछि तपाईँहरूलाई भेट्छु।
यहाँनिर चाहिँ अब यहाँबाट जानुपर्ने हुन्छ यता भित्रको बाटो चट्ट लगाएर चाहिँ चिकन यस्तै छ क्या यहाँनिर चाहिँ कहाँनिर भने यो पुरानो भद्रपुर रोड हो अनि यो चाहिँ आदर्श ब्याङ्कको हो अब यहाँदेखि चाहिँ यता जाने हो पर जानुपर्छ त्यही छ त्यस्तो गाह्रो त छैन केही पनि म त्यहाँ गएर भेट्छु गाइस तपाईँहरूलाई ल म पुगिसकेँ है त अब चाहिँ हामी म काम गर्ने ठाउँको पुरानो सोरुम चट्टसँग लाएर अब पुग्यो अब यहाँ फुच्चीहरूलाई भेट्नुपर्ने छ त्यहाँ भेटिहाल्यो दाइहरूलाई अब यसो फुच्चीहरूलाई यहाँ गफ हान्नुपर्ने छ यही हो सिटी सेन्टर भित्रकै बाटो आयो देखाउनु चाहिँ पाइनँ होइन अब यहाँ छिर्ने बाटो छ कि छैन फेरि हो त्यही तनाव पो छ त ए सुजको त अहिलेसम्म मेला लागिरहेको रहेछ त नि यस्तै छ गाइस के गर्नु ला यहाँ त भित्र छिर्ने बाटै रहेनछ त नि यतापट्टिबाट छ कि यतापट्टिबाट छ जस्तो लाग्यो मलाई चाहिँ के साह्रो कडक अर्कैपट्टिबाट छिर्ने रहेछ नि त यता अहिले त को छ है अब दाइहरू हेर्दाखेरि हो को यो को के छ हो मेरो दाइ ठिकै छ कहिले दाइ हुन्न छैन पल्लो सुरु म गएर आएको को हो यस्तो यहीको रहेछ खै को छ कोही छैन त नि ए अनि भाइ खै ल भाइ चल चाहिँ हामी खाजा खाएर निक्लेको अब होइन यहाँ भनेको क्या कस्तो यो के अरे माइक किन्नुपर्ने छ एउटा भाइ बोलेकै सुनिँदैन क्या एउटा माइक चाहिँ किन्नु पर्यो भनेको क्या बोलेको राम्ररी सुनिँदैन क्या अनि मात्र मजाले भ्लग हुन्छ क्या अहिले चाहिँ त्यही गर्ने के हो यस्तो देखिन्छ के गर्नु त्यही छ जिन्दगी हेर्नै पर्यो के गर्नु अहिले चाहिँ हामी जाँदैछौँ सिटी सेन्टर जाँदैछौँ अहिले यहाँ भागबटेबाट अस्ति जाम यहाँ त अनि अब काममा त त्यही ढुट्टो हुन्छ नि त मुला त्यही कि घरमै राख्नु पर्यो नत्र लिएर आइस भने त यता जाउँ उता जाउँ भनिहाल्छ क्या अब होइन किन्नु चाहिँ किनिरह होइन तर अब चाहिँ ल्याउनु चाहिँ काममा चाहिँ कोही बेला मात्र ल्याउनु क्या त्यहाँ उस फुपूकोमै छोडिदिनु क्या अनि यस्तो छ हो यहाँनिर है बुढाहरू केबाट उठेछ बुढाको ए काङ्ग्रेस हो अब यस्तो हो जिते पनि अब माथि जित्नु पर्यो नि त फेरि मत उयो ल्याएर मत ल्याएर अहिले यहाँ जितेको त कामै छैन यो उयसमा त यो त टुक्रा टुक्रा अब यो यिनीहरूको पार्टीको मान्छेले कसले बेसी जित्छ नि त्यो हो क्या त्यसमा छ क्या
के गर्ने अब बाइक त यस्तोमा भ्लग गर्नु हुन्थ्यो नि होइन भाइ भ्लग त यस्तोमा गर्दा हुन्थ्यो नि अब छैन के गर्नु यस्तैमै गर्नु परेको छ के गर्नु त्यही छ जिन्दगी जाउँ न जहाँ भए पनि यसो भिडियो सिडियो पनि हुन्छ क्या यहाँ फेरि डाइभर्जन बनाइदिन्छ हौ फेरि मलाई त कहाँ जानु मन छ र म त यतै माथि त्यहाँ त केही देखिँदैन हौ चिन भाइ कि गयो भने कोही कन्यामतिर गयो कन्याम उता कन्याम मन्चतिर गयो भने मात्र हो ठिकै हो नभए यता त कामै छैन क्या केही त देखिँदैन भाइ केही त छैन झन्डीगाडामा पेट्रोल हाल्नु जानुपर्ने छ पेट्रोलै छैन एक कुरा छ त्यहाँदेखि यता जानु पर्यो के हो यो के गरेको लौडा सुर त्यही छ पेट्रोल हाल्नु पर्यो अब पेट्रोलसँग ल गाइस अहिले भेट्छु म ल पेट्रोल सेट्रोल हालिदियो अब चाहिँ होइन गाइस अब चाहिँ म पहिला काम गर्ने ठाउँमा पहिला भन्दा नि अस्ति भर्खर छोडेको ठाउँमा सिटी सेन्टर जाँदैछु काम गर्ने ठाउँमा पहिला त्यही हो भाइ र म जाँदैछौँ भाइ चाहिँ अहिले पनि गर्छ नयाँ सोरुममा गर्छ नयाँ सोरुम पनि अब जाने हो एकछिनमा अगाडि यता जाउँ भनेर नि यता जाउँ पुरानो सोरुम जाउँ अनि नयाँ सोरुम जाउँ भनेको म ल्याइदिन्छु भन्न अहिले ल अब यहाँ सिटी सेन्टरमा छ मेरो उयो चाहिँ पहिला काम गरेको हो चाहिँ तपाईँहरूलाई देखाउँछु अघि पनि देखाउनु त देखाएकै हो तर अब यो सुनिँदैन क्या यो कस्तो अलिक आवाज त्यसकै मात्र आउँछ के हो यस्तो फोरै फोर बनाएर हिँडिरहेको ल के हो नै कटाइदिन्छ त हौ सिकै आएर कटाउँछ त हौ अन्त नि दुई अगाडि सट्टै कटाइदिइरहेको क्या अब त्यही त ल गाइस अब चाहिँ यहीँ हो सलिस दाइलाई भेटाइँदैन अनि चाहिँ हामी टक्कै आइपुग्यौँ को हो यो को हो ल सुरोड हातमा के अरे कानमा बोकेर को हो यस्तो हो के काम गर्दैछ यो भाइले खै के काम गर्दैछ लाइट बनाउँदै रहेछ है गाइस यहाँनिर हुँदैछ होइन हाम्रो गाइसहरूलाई भेटौँ न के हो यहाँ मेरो बहिनी हो यो चाहिँ भाइ छ यता के छ यार हेलो साथी के छ यार हाई भनिदेऊ न यहाँ हेलो के छ आउने बित्तिकै हेर के हो छुट्टी हुन आँटेको के अनि अब आधी घन्टा छ अझै ल गाइस यही हो सोरुम चाहिँ यस्तो छ हाम्रो त सट्टा छ तर सामानै लैन रहेछ र अहिले त त्यही छ ब्लग भइरहेछ ब्लग ओ काली ओए ओए अन्सा के छ हिरोनी छ है एउटा अर्को चाहिँ हिरोनी दुईजना हिरोनीहरू यहाँ
भिडियो भइरहेको छ क्या अघिदेखि के गर्नु ल सटर उचाल्दिनँ अरे गाइस यहाँनिर अब के ल यिनीहरूले लास्टै उयो भयो म यो कम्पनीको यो भाइले गर्दाखेरि म डेलिभरी जाँदैछु लाइट डेलिभरी गर्न जाँदैछु होइन अम्म के हो यस्तो साह्रो थेत तेरिका लौडा धुलो भइदिरहेको मान्छे यो बाटो यो एसियन हाइवे बनाएर लास्टै उयो फोहोर भइरहेछ क्या अहिले म फोहोर तिमी ल ल ल ल ल त्यही बिस्तारै बिस्तारै आरामसे यस्तो छ यहाँ होइन डाइभर्जन यो बाटो क्या बिगारेर क्या सबै यस्तो बनाइरहेछ गिज्दै हुन्छ क्या कुदाउनु पनि मान्छेलाई फोहोर हुन्छ नयाँ लुगा लाएर निक्ल्यो फोहोर एकैछिनमा त्यस्तो हुन्छ क्या अब के भन्नु अनि अब यसमा साउन्ड पनि अलिक सुनिँदैन होइन गाइस त्यही भएर अलिक ठुल्ठुलो बोल्नु परेको छ यस्तै छ अब माइक किन्छु म 2-3 दिनमा अब अनि त्यहाँदेखि पछाडि चाहिँ राम्रो हुन्छ भ्लग चाहिँ आज त यत्तिकै अब नर्मली भ्लग बनाइदिएको हो यत्तिकै कम्पनीमा अब खुच्चीहरूलाई बहिनीहरूलाई भेट्न आएको थिएँ त्यही हो यस्तै छ जिन्दगी के गर्नु यो तिमीले गर्दाखेरि हो भाइ यस्तो भयो म यस्तो गर्दिनँ थिएँ होइन गाइस म त निस्किसकेको मान्छे अब यस्तै छ के गर्नु गरिदिनै पर्यो भाइहरूले अब भनेपछि होइन यस्तै छ के गर्नु अब बाटो त यस्तै हो चारपाने हो यो अब लक्ष्मीपुरमा पनि त्यस्तै छ लक्ष्मीपुरमा चाहिँ अब घर नछिरिकन डाइरेक्ट सुरुङ्गा जानु पर्यो अहिले चाहिँ हामी सुरुङ्गा जाँदैछौँ है त गाइस अब त्यही डेलिभरी लाइट डेलिभरी गर्नु भन्दैछ यो भाइले आधी घन्टा लाग्छ भन्दैछ आधी घन्टा होइन धेरै नै टाइम लाग्छ जस्तो लाग्दैछ मलाई चाहिँ अब हेरौँ न कति टाइम लाग्छ कपडा चाहिँ यस्तो लाएर आएको छ धुलै धुलो भइसक्यो यार छेत फोहोर भइसक्यो यार लुगा किन्नु पर्ने थियो यार भाइ यार लुगा किन्नु पर्ने थियो बोनस पनि हाल्दैन यो कम्पनी के भएको हो पनि औडा लाग्न थालिसक्यो मलाई चाहिँ काम नगरेको ठिकै भयो जस्तो पनि लाग्दैछ कि काम गर्नु छोडेपछि बोनस पनि हालिदिँदैन हो के खाले होला ल गाइस अहिले भेट्छु म तपाईँहरूलाई अहिले चाहिँ हामी कस्टमरको घरमा पुगेर भेट्छौँ ल गाइस अहिले चाहिँ हामी आइपुगिसक्यौँ कस्टमरको घर हेर्न सक्नुहुन्छ भाइ जाँदैछ होइन अब फिटिङ हालिदिने हो अब म त छोडिसकेको हो त्यही पनि भाइले लिएर आएर हो यसो अब यहाँनिर अड्काएर यसो गर्ने हो ल यहाँ जोडेको भिडियो बनाइन्छु ल म ल यो भाइले अनप्याकिङ गर्दैछ जोड्नु चाहिँ यहाँ पर्ने हो यो गरेर गरिदिइहाल्ने हो क्या गरिदिँदैछ अब आधी घन्टा 1 घन्टा लाग्छ होला यहाँनिर ल भाइ छिटो गरौँ त जानुपर्ने ठिकै त्यति गाउँछ होइन ठिकै हुन्छ अलिकति लानु त माथि लानु मिल्छ थोरै उठाउनु त थोरै उठाएको त 2 स्टेप उठाउनु 1 स्टेप पनि छ 2 स्टेप त धेरै नै छ 1 स्टेप हेर्नु त 1 स्टेप हो यो यतिको चाहिँ हुन्छ हो कतिको चाहिँ हुन्छ त्यतिको छ अनि घुम्दै जान्छ यो क्रिस्टल पनि घुम्दै जान्छ यति आउँछ त हो त्यतिको छ ल यो तार जोड यो दुईटा पेचकस यो लाउनु दिँदैन करेन्ट भाइ भाइ कितना लागेको हो के छ यो यसको
मेरो भिडियो हुन्छ सबै चिप्स फोटो सेभ गर्नु गेमले कल गरेर ओ कान्छु कति गेम खेलेको के गरेको त्यहाँ भन्नु टाइप गर्न राइन ए तातो मलाई पठाइदिनु त तपाईँको छैन यति त छैन पऱ्यो ओइ के भयो छैन त्यो उसको लाइट हो ए, दुइटै गयो रहेछ ओ लाइट माथि त झन्डै धर्न मैले यहाँ अर्थी चलाउँदिनँ भुइँसक्यो होला म त स्वर्गलोक बाँच्दिनँ गोलसबै कसरी लाइट ए ल स्टप गर्नुपर्ने रहेछ अघि भिडियोमा यत्तिकै गरेर हजुर यतापट्टि देखिरहेछ यता ल अब क्रिस्टल होइन त ल कुन चाहिँ भाइ सानो हो कि होइन सबै क्रिस्टल एउटै हो अनि यहाँ उयो छैन त पिनै छैन भने त्यो नलगाएको हो क्या सर यतापट्टि बनाएको छ त्यो चाहिँ पिन्छ जस्तो लागिरहेको छ क्या मलाई पुगेर पिन चाहिँ छ पिन्छ आज त म पुरो तयारीमा आएको छु केही भयो भने फर्केर जाने हेर्न सकिँदैन म तपाईँहरूलाई पनि धेरै गाह्रो हुन्छ हामीलाई पनि झन् गाह्रो हुन्छ तैँले क्रिस्टल लगाएपछि चाहिँ यो क्रिस्टलमा रिफ्लेक्ट हुन्छ क्या तपाईँको लाइट त्यो रिफ्लेक्ट भएर चाहिँ तपाईँको फोटो हेर्नु सबै टाइपको छ त्यो हामीले माथिको हेरेको त्यो टाइपमा कस्तो लाउनुपर्छ हेर्दै तपाईँ हुन्छ एकछिन ल यस काम छ त्यो हामीलाई मैले एकदम बिजी छ नि त प्याक प्याक छ कि हामी फुर्सदै पाएको छैनौँ क्या यो त्यो लाइट सोरुमको लागि काम गर्ने अनि त्यही भएर डेलिभरी गर्दा गर्दै सोरुममा लाइट ल्याउनै भएको छैन मैले चाहिँ भनेको कि माथि यति हाइट छ यति हेर्दै मात्रै होइन माथि भनिदेऊ ए कति कस्तो हाइट कस्तो खालको ल्याउनु हो मलाई त्यो भन्ने जानकारी देऊ न म त्यो अनुसारको अनि यो यस्तो लाग्दो रहेछ भनेर मलाई फोटो पठाइदिनु म सरलाई पठाइदिन्छु अनि सरलाई पठाएपछि म फोटो खिचेर सबमिट गरिदिन्छु कि किशोर भाइलाई उहाँ लाइटको म्यानेजर हो नि त तर मलाई यो लाग्छ यहाँ यो खालको यो लाग्छ भनिदिनु पर्यो नि त किनभने नि यो हाइट कत्रो छ अब यसो अलिक ओपन छ क्या त्यहाँ पनि भाइले कहाँ हिजो बेड जोडेको ठाउँको माथि याद गरेको छैन होला याद चाहिँ गरेको छैन माथि हेर्नु त यहाँ त स्न्याप वाला हुन्छ है स्न्याप वाला हुन्छ यसलाई छोट्याउनु मिल्छ त्यसलाई त्यो जुमलाई छोट्याउनै बढाउँदैन नि निकेशले नै सिक्रीले नै अझै सानो बनाउनु मिल्छ तपाईँको अनि यो त सिक्री छैन ला ए त्यहाँनिर सिक्री छैन त्यसलाई कसो गर्नुपर्छ भने भित्र प्लाई छ कि के छ जिप्सन मात्रै हो नि त्यो काटेर हाल्दै भयो त्यो अलिकति प्लाईलाई काट्नुपर्छ कि ए त्यो जिप्सनलाई काट्नुपर्छ कि अनि त्यहाँ माथिबाट एउटा प्लाई लगाउँछ सबैतिर वेट डिस्ट्रिब्युट भयो भने तपाईँको उयो थाहा छ नि त सिक्री हालेर के छ कि सिक्री त छैन होला होइन त्यो त मिल्छ कि तपाईँको काट्नुपर्छ भने हुन्छ होइन थोरै थोरै काट्यो तपाईँले यसले छोप्छ क्या यो यसलाई त्यो गर्न पर्छ नि घन्टी तपाईँको यदि भारी हुन्छ नि त त्यो वेट थाम्नलाई चाहिँ क्या जिप्सनले मात्र थाम्दैन नि त तपाईँको ठुल्ठुलो हेरेर यो लाइट मात्र त्यस्तो केही हुँदैन कि यो सिसाको क्रिस्टल हुन्छ नि त लास्टै भारी हुन्छ हेभी हुन्छ क्या यो लाइट एक केजी लाइटलाई 10 केजीको बनाइदिन्छ क्या क्रिस्टल क्रिस्टल चाहिँ हाल्दिन्छ है प्योर सिसा हो नि त त्यो हेभी हुन्छ क्या बिस्तारै बिस्तारै हिजै बनाएको पनि बलेको पनि थियो होइन तर लास्टमा यो नै पठाइदिएको रहेछ अर्कैको पठाइदिएको रहेछ क्या कहाँको हो के गर्छन् अर्कै लाइटको हो त्यो जुन लाइटको हो त्यसैमा लगाएर फेरि त्यो गरिन्छ अर्कैमा हालेर पठाइन्छ त्यो जुन लाइटको हो त्यसैमा लगाइदिन्छ त्यो चाहिँ अर्कै खालको यस्तो खालको होइन त्यो हजुर त्यो फाल्टै खालको यस्तो खालको भएर मिलिहाल्छ नि यस्तो पनि सानो ठुलो हुँदैन यो सानोवाला पनि यसमा लाग्दैन क्या यही डिजाइन यही हो सानो र ठुलोमा ए हो नि हिजो ल्याएको सानो हो हिजो ल्याएको पनि यही साइजको हो कि म्याम त्यो रिङ चाहिँ अर्कै लाइटको हो क्या फाल्टै नै लाइटको हो क्या यस्तो क्रिस्टल चाहिँ क्रिस्टल तपाईँको कुन कुनै लाइटमा लामो खाले लाग्छ कुन यो छोटो छ नि अर्कोमा लामो खाले लाग्छ कोही सानो खाले पनि हुन्छ सानो लामो खाले पनि हुन्छ क्रिस्टल फाल्टै फाल्टै हुन्छ तपाईँको डल्लो खाले पनि हुन्छ डल्लो खाले अर्कै खाले त्यो भारी खाले हुन्छ क्या अर्को खाले पनि त्यो डल्लोवाला क्रिस्टल चाहिँ एउटै क्रिस्टल होइन तपाईँको 100 ग्रामको हुन्छ त्यो चाहिँ नहोला नि तपाईँको त ठुलो झुमा भिडियो बनाएको हजुर भिडियो बनाएको यो यसो युट्युबमा म बनाउँछु भिडियो बनाउँछु युट्युबमा भाइ होइन कोही त्यस्तो अहिले लागि छोड्नु भन्दा त्यही भएर गर्नु पऱ्यो भनेर नि कामसाम गरेको जस्तो हालिदिनु न फ्री त हो हाल्ने भनेर नि त्यतिकै किन बस्नु अब हाल्नु मिलिहाल्छ फ्रीमा युट्युबमा बाहिर जान लागि भएको छ कि अनि त्यति हुन्छ यसो फेरि भन हजुर पहिला त उहाँ पनि उही त हो हाम्रो जस्तै मेरो लक्ष्मी खोला हजुर यसको चाहिँ अनि पिन छैन पिन छैन भने यो हाल्नु आज त मैले भने त पूर्व तयारी गरेर राखेको छु ल बगान रहेछ अगाडि हालिसक्यो पूर्व होइन पश्चिम उत्तर दक्षिण सबै तयारी गरेर राखेको छु पुग्छ होला हौ त पुग्छ होला र इन्ट्रेस्ट नपुगेको खाना मात्र भनेको चाहिँ मैले 4-5 वटा मात्र पुग्दैन यसलाई भयो होला स्टोरेज सक्यो अब बोल्न
अनि लास्टको बनाइसकेर हाल्नु त्यो पोस्ट लगाएपछि हेर्नु सक्नुहुन्छ अहिले चाहिँ बनिसक्यो यस्तो देख्यो अहिले चाहिँ लास्टमा चाहिँ फोटोसँग राम्रो दामी देख्यो यार चिटिक्क परेर बाती गर्न हेलो बाला दा त उतापट्टिको चाहिँ फेरि दामी भयो अँ एकदम